एउटा देशमै कस्तो विचित्र मानसिकता बनेको छ भने हेरेर मान्छे हेरेर पार्टी हेरेर समूह हेरेर के हेरेर कानुन हेरेर होइन त्यो हेरेर फैसला गर्ने अदालत समेतको त्यस्तो परिपाटी देखिन्छ। म सम्मानित सर्वोच्च अदालतको हिजोको एउटा फैसला सम्झिन चाहन्छु। यसो संविधानको धारा 168 को प्रदेश स्तरमा भन्ने हो भने 168 को धारा 2 को होस् वा 3 को होस् अथवा 5 को होस्, ती सरकारहरू त्यो मुख्यमन्त्रीले 1 महिनाभित्र विश्वासको मत लिनुपर्छ, 30 दिनभित्र विश्वासको मत लिनुपर्छ भनेर संविधानले भनेको छ। हिजो सम्मानित सर्वोच्च अदालतबाट 1 महिना पुग्न 4 दिन बाँकी होला। संविधानले 30 दिनको समय दिन्छ, 30 दिनभित्र विश्वासको मत ल्याऊ भन्छ। सम्मानित सर्वोच्च अदालतबाट 24 घण्टाभित्र ल्याऊ भन्छ। म सुन्न आश्चर्यचकित भएँ। संविधानले 30 दिनको म्याद दिन्छ, 4 दिनपछि 30 दिन पुग्दैछ। 3 दिन वर तान्नका लागि सम्मानित सर्वोच्च अदालतले संविधान विपरीत 24 घण्टाको परमादेश कुन धाराको आधारमा आवश्यकताको सिद्धान्त भनेको थियो कि